अब सूक्ष्म दृष्टिले सूक्ष्मतालाई हेर्ने हो भने, केलाउने हो भने संसार यो क्रियाको संसार, एक्सन, क्रिया गरिन्छ है। अनि त्यो क्रियाको विपरीत जुन प्रतिक्रिया गरिन्छ, रियाक्सन हुन्छ, त्यो रियाक्सन नै वास्तवमा सूक्ष्म रूपले हेर्ने हो भने कर्म हो होइन। कुनै पनि एक्सनको तपाईले गर्ने रियाक्सन अर्थात् कुनै पनि क्रियाको तपाईले गर्ने प्रतिक्रिया नै तपाईको कर्म हो। अब बारम्बार कुनै पनि एक्सनमा बारम्बार तपाईँ रियाक्सन गर्छ, प्रतिक्रिया गर्छ भने त्यो कर्म बलियो कर्म, तपाईको बलियो कर्मको रूपमा गनिन्छ होइन। कर्म पनि तपाईको कमजोर र बलियो हुन्छ। जति बलियो कर्म भयो त्यति त्यसको फल त्यतिकै बलियो आउँछ होइन। कर्म तपाईको कमजोर छ भने चाँडै चाँडै तपाईको फल आउँदैन कर्मको होइन। त्यो तपाईको विक कर्ममा गनिन्छ, त्यसले चाहिँ फलीभूत गरिहाल्दैन, फल ल्याउने तत्काल गर्दैन। फल त आउँछै आउँछ तर चाँडै आउँदैन। त्यसकारण तपाईँ हामीले प्रतिक्रिया गर्दा, क्रिया त तपाईको संसारमा जन्म लिएपछि क्रिया भएको भइ छ होइन। क्रिया हुन्छै हुन्छ, अनेक क्रियाहरू हुन्छै हुन्छ र त्यसमा तपाईको प्रतिक्रिया के त होइन। तपाईको प्रतिक्रिया जुन हो त्यो नै तपाईको कर्मको रूपमा रहन्छ। अनि त्यो कर्मको फल तपाईले प्राप्त गर्नुपर्ने हुन्छ। त्यसकारण क्रिया तपाईको हरेक एक्सनको, हरेक क्रियाको तपाईले जुन प्रतिक्रिया गर्छ पछाडि हटेर होइन, क्रिया जे भयो भयो क्या, त्यो हिसाबमा बस्न सक्नु उत्तम हो। सकेसम्म त क्रिया नै नगर्दा उत्तम हो। जस्तो ठुल्ठुला साधु सन्त भनौँ भन्ने चाहिँ जो छन् साँच्चीकै मेहनत गरेर चाहिँ बसेका छन्, उनीहरूले क्रियै गर्दैनन्। क्रिया नगरेपछि उनीहरूले प्रतिक्रियै गर्दैनन् होइन। त्यसकारण क्रिया पनि हुँदैन, प्रतिक्रिया पनि हुँदैन र फल पनि हुँदैन। त्यो नहुनु भनेको तपाईँ मुक्त हुनु हो भन्नाले तपाईको कर्मको फल कर्मै बन्दैन, कर्मै नहुनेपछि फलै हुँदैन। त्यसकारण अब कतिपय चाहिँ अब यहाँ हाम्रो हेर्नुहोस् होइन, क्रिया गरेर प्रतिक्रिया गरे छन्, प्रतिक्रिया बढी गर्छन् होइन। क्रिया भएको 10 वर्ष अगाडि कुनै एउटा क्रिया भएको थियो, त्यो क्रियालाई लेट गो गर्नै सक्दैन। त्यसमा प्रतिक्रिया गरेर एकदम स्ट्रङ कर्म बनाइदिन्छ, जसको फल उसले भोग्नै पर्छ है। बुझ्ने प्रयास गर्नुहोस्। यो गुरुजीले भन्नुभएको चाहिँ यो कुरा मैले चाहिँ भनेको हो होइन। गुरुजीले चाहिँ कर्मको बारेमा भन्नुपर्दाखेरि मान्छेले चाहिँ यादै गरेको हुँदैन, होसै पुर्याएको हुँदैन होइन। अनि एकदम साधारण कर्म हो क्या यो होइन। एकदम साधारण रूपमा गर्ने कर्म कस्तो छ त भन्दाखेरि, साधारण रूपमा यो गर्ने कर्म चाहिँ तपाईँलाई अत्तै पत्तै छैन क्या, तर तपाईँले गरिरहेछ
जसरी तपाईँको एउटा कुनै व्यक्ति आएर तपाईँलाई गाली गर्ने क्रिया गर्यो, ठिक छ, अनि तपाईँले इग्नोर गरिदियो, मतलबै गरेन, सिद्धियो। अब अर्को आएर फेरि गाली गर्यो, अब तपाईँले प्रतिक्रिया गर्यो। के प्रतिक्रिया गर्छ होइन? यो यस्तै हो, यो मतलब अलिकति दुःख पिर चिन्ता पिरले गर्दा रन्थनिया रहेछ, मलाई गाली गरेर गयो, नो प्रब्लम भनेर एउटा प्रतिक्रिया गर्छ तपाईँले भने। अर्को प्रतिक्रिया के गर्छ त भने, त्यहाँ मलाई गाली गर्न सक्ने, त यस्तो उस्तो होइन, तँलाई भनेर तपाईँ रन्थनिन्छ, अहङ्कारले पुल्छ, त्यस्तै परे हातै हाल्न पनि जान्छ होइन। अनि त्यसपछि त्यही कुरालाई तपाईँ 3 दिनपछि फेरि बिउताएर त्यो मान्छेको अनुहार सम्झेर घृणित प्रतिक्रिया गर्छ, फेरि रिसले एकछिन चुर हुन्छ त्यो सम्झेर होइन। हो, यसरी तपाईँको कर्म बन्छ। त्यो जे गर्यो तपाईँले अब पछि त्यो कर्म बन्यो भन्नाले तत्काल जे क्रिया भयो त्यो क्रियाकै रूपमा छोडिदिँदा उत्तम होइन। त्यसलाई पटक पटक त्यो बेलामा पनि प्रतिक्रिया गर्यो र पछि बारम्बार चाहिँ त्यो समय, त्यो परिस्थिति, त्यो अवस्थाबाट बाहिर गइसकेपछि पनि त्यही क्रियालाई सम्झेर बारम्बार प्रतिक्रिया गरे जुन गर्छ, त्यो तपाईँको कर्म भन्छ होइन। त्यो कर्मको फल तपाईँले भोग्नुपर्छ भनेर चाहिँ गुरुजीको चाहिँ सूक्ष्म चाहिँ कर्मको बारेमा उहाँले चाहिँ दिनुभएको ज्ञान